नमस्कार साथीहरू, म राजकुमार थापा फेरि पनि एउटा नयाँ भिडियोको साथमा हजुरहरूमाझ उपस्थित भइसकेको छु भने यो भिडियो हेरेर मलाई साथ दिनुहुने सम्पूर्णलाई एकमुष्ट रूपमा हार्दिक स्वागत छ। यदि तपाईँ साउदी अरबमा बस्नुहुन्छ भने यो भिडियो हजुरको लागि उपयोगी हुन सक्छ। हामीहरूले आजको यो भिडियोमा आफ्नो अकाउन्ट नम्बर अथवा आइडीमा कतिवटा मोबाइलका सिम नम्बरहरू चलाएको छ अथवा आफ्नो आइडीमा वाइफाईको डेटा लिएको छ कि छैन भन्ने थाहा पाउने कुरा आजको यो भिडियोमा तवक्कल एप्लिकेसनमा कसरी हेर्ने त भन्ने बारेमा जान्नेछौँ। यसको लागि हामीहरूले तवक्कल एप्लिकेसनलाई खोलिसकेपछि यहाँ तलतिर आउनुहोस् र यहाँ देख्न सक्नुहुन्छ टेलिकम एन्ड टेक्नोलोजी भनेर, यसमा क्लिक गर्नुहोला। यहाँ रह्यो टेलिकम एन्ड टेक्नोलोजी, यसमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि यो अर्गामीमा क्लिक गर्नुहोस्, यो पहिलो नम्बरमै यसमा क्लिक गर्नुहोस् र फेरि अब कन्टिन्यूमा क्लिक गर्नुहोस्। एकछिन पर्खनुहोस्। हजुर साथीहरू, अब यहाँ मेरो नाममा भएको सिम अथवा मोबाइल नम्बरहरू देखिएको छ र मैले कुन कम्पनीको इन्टरनेट डेटा चलाएको छु वाइफाईको लागि त्यो पनि यहाँ देखिएको छ। यो चाहिँ यसरी यहाँ देख्न सक्छौँ र यदि हजुरहरूले अरू कुनै पनि कम्पनीको चलाउनु भएको छ भने पनि यहाँ देखाउँछ। यहाँ मैले जेन कम्पनीको चलाएको हुनाले यहाँ जेन मात्रै देखाएको छ। तर यदि हजुरले मोबाइली अथवा एसटिसी अथवा कुनै पनि हजुरले सेवा प्रदायक कम्पनीबाट मोबाइल अथवा डेटा लिइरहनु भएको छ भने पनि हजुरले यहाँ देख्न सक्नुहुन्छ। जस्तो कि मोबाइल मात्रै हेर्न चाहनुहुन्छ अथवा फोन नम्बर मात्रै हेर्न चाहनुहुन्छ भने मोबाइलमा क्लिक गर्नुहोस्। यो रह्यो मोबाइल। हजुर यहाँ मोबाइल नम्बर देखाउँछ हजुरको नाममा कतिवटा मोबाइल नम्बर चलाएको छ भनेर। त्यसपछि अब फेरि यदि हजुरले वाइफाईको लागि चाहिँ डेटा लिनुभएको छ भने यो डेटामा क्लिक गर्नुहोस्। यो रह्यो, यसमा क्लिक गर्नुभयो भने हजुरले आफ्नो नाममा भएको वाइफाईको लागि हजुरले लिनुभएको डेटा यहाँ डेटा आइडी अकाउन्ट नम्बर देखाउँछ। यसरी हजुरले आफ्नो नाममा कतिवटा मोबाइल अथवा कतिवटा सिम चलाउनु भएको छ अथवा हजुरले चाहिँ डेटा लिनुभएको छ वाइफाईको लागि त्यो पनि यहाँ यो तवक्कल एप्लिकेसनमा देख्न सक्नुहुन्छ। साथीहरू, यो थियो हामीहरूले प्रयोग गर्ने तवक्कल एप्लिकेसनमा आफ्नो आइडीमा अथवा अकाउन्ट नम्बरमा कतिवटा मोबाइलका सिम नम्बरहरू लिएका छौँ अथवा वाइफाईहरू लिएका छौँ भन्ने कुरा कसरी थाहा पाउने त भन्ने बारेको एउटा जानकारीको भिडियो। हजुरहरूले आफ्नो अमूल्य समय निकालेर यो भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा म हृदयदेखि नै मुरी धन्यवाद व्यक्त गर्दछु। यो भिडियो कस्तो लाग्यो, मन परे लाइक गर्न र यो भिडियोको बारेमा हजुरको मनमा कुनै पनि सुझाव सल्लाहहरू छन् भने प्रतिक्रिया छोड्न पनि नभुल्नुहोला। र यस्तै ससाना कुराहरूको जानकारीको भिडियो मैले अपलोड गर्न साथ तुरुन्तै हेर्नको लागि यो सामान्य जानकारी युट्युब च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ भन्दै म आजको यो भिडियोबाट ओझेलमा पर्दछु। हस्त, धन्यवाद। जय नेपाल, नमस्कार।